जयकिसन दाई जति नै टिपटप भएर हिँडे पनि टिपटपको समोसा जस्तै देखिन्छ दाईलाई हेर्दाखेरि यस्तो होइन त्यो हाइड्रोसिल भएको जस्तो देखिनु दाईसँग जो पैसा चाहिँ छ दाई हम्बल हुनुहुन्छ तर अनि अस्ति मैले देखिरहेको थिएँ दाईलाई उता होइन त्यो रुखको तल हुन्छ नि कपाल काट्दै हुनुहुन्थ्यो कि दाई के भएर कपाल उता गएर काट्नु न भनेर भनेको मलाई सलुन मन पर्दैन अरे जयकिसन दाई जहाँ पनि गेस्ट जानुहुन्छ कि जहाँ पनि जानुहुन्छ दाई नजाने भनेको शोभित दाईकोमा मात्रै गेस्ट भएर दाईको बुहारी चाहिँ एयर होस्टेस हो एकचोटि उहाँको लागि क्ल्याप गर्यो एयर होस्टेसको त अब काम नै हो नि त यता नमस्ते गर्ने अनि त्यसपछि यताबाट आउने यताबाट एक्जिट भनेर भन्ने अब उसको के हुन्छ मसल मेमोरी हुन्छ क्या त्यो बिस्तारै बिस्तारै अब एक दिन उहाँले घर आएर यताबाट आउने यताबाट जाने भनिदिनु भएछ त्यति भन्दैमा घर छोड्नु पर्थ्यो है